सो वेलकम ब्याक टु माई न्यू ब्लग। सबैजनालाई मेरो नमस्कार। आज म यो दिउँसोको 1 बज्न आँट्यो होइन। त्यो घाममा फाटाबाट आइरहेको थिएँ होइन। अब देख्न सक्नुहुन्छ यहाँको नजारा होइन। मैले अचरले देखाइरहेको छु। गहुँ काटिरहेको छन् क्या यहाँ नासिकमा। हेर त गहुँ काटेर कति बवाल बनाएर पानी रहेछ। यो घाममा यस्तो लाग्यो कि घामले मलाई पोल्यो क्या। एउटा मेरो पार्सल आएको थियो, पार्सल लिन गएको थिएँ। गाडीको ब्रेक गएर आफ्नो गाडी छोडेर लिँदै गएको थिएँ। यो चाहिँ दिन आउने बेला चाहिँ हेर न मेरो भाग्य चाहिँ जाने बेला 220 पल्सरमा, आउने बेलामा 220 दोस्रो पल्सरमा, त्यहीको त्यस्तै मोडलको दोस्रो पल्सर त्यहीमा आएँ। मेरो बुवा मेरो बुढी जाँदाखेरि तिनीहरूलाई गाडी नमिल्ने कि, तर मलाई हुन त हो बुढीले मलाई आशीर्वाद दिएको थिएँ कि हजुरले जाने बित्तिकै गाडी पाउनुहुन्छ अरे भनेको थियो होइन। मलाई त्यस्तै भयो क्या, आउँदा आउँदै गाडी मिलिहाल्यो, मलाई खुसी भयो। गर्मी चाहिँ घाम चाहिँ बहुत चर्को लागेको छ क्या, धेरै यत्रो गर्मी लागेको छ कि धेरै धुप छ आएको छ, देख्न सक्नुहुन्छ गाइस। घामले चाहिँ हाय हाय शीतलमा पुगियो। तर मेरो ब्लग चाहिँ के हिन्दीमा बोले हुन्छु, कति बेला नेपालीमा बोले हुन्छु, कति बेला गाउँलेमा बोले हुन्छु। मेरो ब्लग चाहिँ यस्तै छ क्या, अरूभन्दा धेरै फरक छ क्या। मेरो ब्लग चाहिँ अरूभन्दा धेरै डिफिकल्टी छ क्या। यस्तै ब्लगहरू हुँदैन होइन मेरा। बोल्ने बेला क्या कति बेला गाउँलेमा डोटेलीमा, कति बेला हिन्दीमा, अलिअलि बिचबिचमा मराठी नि रमाइलो हुन्छ क्या। आफ्नो ब्लग आफैलाई देख्दा रमाइलो लाग्छ मलाई क्या, त्यस्तो हुन्छ। अब म मेरो फार्म हाउसतिर पुग्न गइरहेको छु होइन। अब फार्म हाउसमा पुग्ने टाइम नै भइसक्यो मेरो। को गइसक्यो मुर्दा, को गयो। यो दोस्रोको यो मेरो फार्म हाउस भन्दा बाहिरको फार्म हाउस। यही बाटो जाने, यहाँबाट नजाउँ डर लाग्छ। यही बाटो जाने आएको चाहिँ हजुरलाई म देखाउँछु। हेर त ऊ डाँडा आफ्नोमा भन्दा त धेरै सानो छ। के यसलाई डाँडा भन्ने के पहाड भन्ने र हाम्रोमा भन्नुभएको थियो। हाम्रो नेपालमा यत्रा भिरमा यो यहाँको पार्ट चाहिँ कस्तो छ कि मिलाएर उठाएर राखे जस्तो छ क्या, त्यति राम्रो छैन हाम्रो। जस्तै हाम्रो त कति बबालले मिलेको हुन्छ वा चट्ट कति मजाको हुन्छ है। यहाँ छैन त्यस्तो, बेकार छ यहाँ। गर्मी धेरै भयो गाइस। सिया फार्म हाउस, र यहाँ चाहिँ फार्म हाउसै फार्म हाउस हो गाइस, सब फार्म हाउस हो। यसो हेर्न सक्नुहुन्छ होइन कति मस्त। हेर्नुहोस् कति राम्रो छ सिसिटिभी माथि लगाएर। मलाई ब्लग बनाउँदै बेसरी हिँडेको छ धुपमा। तर यहाँ धेरै गेस्ट आउँदैनन् कि हाम्रो उहाँको जत्तिकै। ओरे बाबरे आम, यति ठुलो आम भइसक्यो। यति ठुलो आम मेरो बुढीले थाहा पायो त फेरि चुडिहाल्थ्यो त। त्योभन्दा नभनेकै राम्रो त्यो बुढीलाई ब्लकै नदेखाउने हो के अब यो। तर त फेरि जाउँ हिँड्नु न, जाउनु न, आम खाएर हुन्छ क्या। त्योभन्दा त्यसलाई नै देखाउने नै। यो पनि फार्म हाउसै हो गाइस। यो पर बनिरहेछ यहाँ, नयाँ फार्म हाउस बन्नु तयार भइसकेको छ, तयार भइरहेछ, बनिरहेछ। पिल्लर सिल्लर हालिरहेछन् यहाँ पनि। यो फार्म हाउस बन्नेवाला छ। सब बनाइरहेछन्। बनाइरहेछन् यहाँ हेर्नु।
अरे भयो धुलो माटी। ल गाइस मेरो फार्म हाउसमा चाहिँ म पुगेँ। ल आफ्नो फार्म हाउसमा चाहिँ पुगेँ। हेर्न सक्नुहुन्छ मेरो फार्म हाउस। यो मेरो फार्म हाउस हो। कति बवाल छ नि होइन, हेर्नु त अरूभन्दा त कति त बवाल छ नि मेरो फार्म हाउस।